वेलकम टु माई न्यू भिडियोको साथमा तपाईँ सबैजनालाई स्वागत छ। आज पनि म फेरि आइपुगेको छु न्यू भिडियो लिएर। आजको मेरो भिडियो हामी चाहिँ अलिक गाउँ एरियातिर बसेको छौँ। बस्नलाई चाहिँ सुनसान गाउँ एरियातिरै ब्राङ ब्रुङ हुराङ हुडुङ है सै सै कराउन भनेर तर सुनसान अलिकति नजिक होस्, गाडीहरू चढ्नलाई त नजिकै छ, बस कार धेरै टाढा जानु पर्दैन, सुनसान आनन्दै छ भनौँ। यस्तो यहाँतिर यो चाहिँ मिल हो, गाई मिल चाहिँ अस्ति यहाँ कुखुरा किन्न आएको थियो म। कुकुरले मेरो सातो लगिदियो भनेको। यहाँ कम ठुलो कुकुर छैन, उ त्यो सानो घरमा त यत्रो ठुलो कुकुर छ, कम्ता ठुलो कुकुर छैन भने झन्नै मेरो सातो लगिदियो गाइस। कुकुरले चाहिँ हेर्न लाग्यो कुरा राखिरह सातो लगिदियो मेरो त कुकुरले त सातो झन्नै सातो लगिदियो। चरा उड्दैछ। अब चाहिँ यहाँ रिङ रोड निस्क्यो। हामी चाहिँ कहाँ जाँदैछौँ भन्दा अहिले पसल जाँदैछौँ। पहिला चाहिँ एटिएम पुग्नु पर्यो, पैसा छैन, त्यही भएर एटिएम जाँदैछौँ। एटिएम गइसकेपछि चाहिँ हामी चाहिँ तरकारी किन्नेवालामा हो गाइस। यस्तो छ यहाँतिरको बाटोहरू चाहिँ खासै भिड त हुँदैन, भिडभाड त छैन, हल्का 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 माया के माया। तरकारी पसलहरू, तरकारी प्लस किनारा, यहाँ चाहिँ होलसेल जस्तै जस्तै हो। अनि यता नि छ तरकारी पसलहरू, यस्तै छ। गाडीहरू आइरह आफ्नै गल्ली गन्तव्यको यात्रामा हिँडिराख्नु भएको छ। गाडी ड्राइभरहरू, ड्राइभर साथहरू अनि म चाहिँ आफैले खिच्ने भएर अलिअलि भिडियो हल्यो होला गाइस। यहाँ चाहिँ पानीपुरी चटपटे बिक्री भइरहेछ। पानीपुरी चटपटे, पानीपुरी चटपटे कता भन्दाखेरि यो चाहिँ ललितपुरतिर है गाइस। ललितपुर यहाँ चाहिँ फर्निचर रहेको छ। फर्निचर पसल कताबाट जाने हामी? विवाह भइसक्यो, धन तरिकाले सजाएर राखेको छु। जाए के हो हलचल तिम्रो मायामा चञ्चल यो मनमा। हामी चाहिँ भित्रको बाटो गइरहौँ। चिठी पाउने आँखाले मारै मेरो हल्लिन्छ। काम गरिरहेछ आफ्नै
के रहेछ वाउ गाइस यहाँतिर हेर्नु न हौ कस्तो रमाइलो के साँझतिर घुम्न आयो भने त एकदम रमाइलो के ब्युटिफुल देखिने हेर्नु न ब्युटिफुल भ्यू पुरै हरियाली यहाँ चाहिँ कसले नयाँ टनेला बनाउँदै रहेछ हामी चाहिँ यहाँ बिचको बाटो सर्टकट बाटो आइरहेछौँ कि त्यही भएर यस्तो हरियाली देखेको हो यहाँ त हेर्नु न वाउ क्या दामी हरियाली यो के हो गाउँ रहेछ हौ गाउँ रहेछ त कस्तो हरियाली रात परेको भएर यतिको देखेर हेर्नु न कस्तो राम्रो भएको हरियाली हामीलाई पनि दिउँसोतिर खासै आउँदैनौँ कि यता यसो काम पर्दा मात्रै आउँछौँ नि त त्यही भएर यतातिर चाहिँ मान्छेहरूले प्रायः जसो जग्गा रेन्टमा लिएर अनि तरकारी खेतीहरू यसो व्यवसायहरू गरिरहेको हुन्छ कि यतातिर पहिला थिएन आज आउँदा त यस्तो टनेला बनाएर यहाँ चाहिँ तरकारी खेती गर्न लागिरहेको होला टमाटरको खेती दुई बाटो चाहिँ यस्तो रहेछ बाटो हेर्नु गाइस कति धेरै टनेला कति धेरै टनेला हो कति धेरै यो वार पार पुरै टनेला लगाइरहेको छ कतिर धमाधम साँझ पर्दै गयो यहाँ चाहिँ यहाँतिर पुरै हरियाली हरियाली देख्दा त गाउँघरको याद आउँछ है के गर्नु यता त आफ्नो घर छैन परदेशतिर भन्नुपर्छ यो ठाउँ त हाम्रो लागि परदेशै हो हजुर परदेशी हामी केही चिज पानी चाहियो भने पानी पनि किन्नुपर्छ आगो तापौँ भने दाउरा पनि किन्नुपर्छ सब थोक हर चिज किन्नुपर्छ ठाउँमा त हाम्रो लागि त परदेश हो परदेश यो ठाउँ त परदेशै भन्नुपर्छ गाइस यतातिरको बाटो चाहिँ यस्तो रहेछ पिच छैन यतातिर चाहिँ पिचको बाटो छैन यस्तो छ रमाइलो छ जे होस् बस्नलाई सुनसान यहाँबाट चोक निस्किनलाई धेरै टाढा पर्दैन उँधोको चोक निस्क्यो उँधोको चोक जानु पर्यो भने हामी यही बाटो गइरहेछौँ यही बाटोबाट निस्किहाल्छ उँधोको चोक जानु पर्यो भने हामी यता फर्किने बाटोपट्टिबाट भेटिहाल्छ यस्तै छ नि माया यो संसारको रित मलाई चाहिँ कस्तो लाज लाग्छ मेकअप पनि गरेको छैन फुस्रे धुस्रे कपाल पनि राम्रो कोरेको छैन नराम्ररी धेरै दिन भयो कस्तो राम्री भएर आउन मन लाग्छ भ्लगमा अब चाहिँ म राम्री भएर आउने कोसिस गर्छु यता मेरो अगाडि चाहिँ जेम्स बहादुर छेत्री ओ जेम्स जमेस कहिले जमेस भन्छन् कहिले जेम्स भन्छन् नाम पनि भन्नु नआयो टोपी फुत्रुङ हिँड्दै हुनुहुन्छ अब हामी चाहिँ रिङ रोड निस्किन लाग्यो यताको रिङ रोड निस्किन लाग्यो है गाइज हामी चाहिँ यहाँ रिङ रोड निस्किन लाग्यो यताबाट उयो गयो भने चाहिँ सातो बाटो जाने बाटो हो यो यता यो बाटो चाहिँ सातो बाटो जाने बाटो हो यताबाट गयो भने चाहिँ गोदावरीतिर पुगिन्छ है गाइज गोदावरी जाने बाटो हो यो बाटो चाहिँ ठिया लाएर गोदावरीतिर पुगिन्छ यहाँबाट गयो भने चाहिँ हामी चाहिँ अझै हिँड्नुपर्छ है एटिएम आउनको लागि चाहिँ अझै हिँड्नु पर्ने हुन्छ रातो रानी फुले झै माझमा तिमी फुल्यौ कलेजी
साँझमा मनको रहर टिङ कान्छीलाई घुमाउने काठमाडौँ सहर यो चाहिँ मेट्रो मार्ट हामी हाम्रो सामान जुरायो कि अझै हिँड्नुपर्छ यहाँबाट बिगमार्ट आउँछ अनि बिगमार्ट आइसकेपछि चाहिँ बल्ल एटिएम आउँछ घरहरू बन्दैछ यो हामी गइरहेको चाहिँ गोदावरी जाने बाटो हो यो चाहिँ गोदावरी मेडिसिटी हस्पिटल गोदावरी मेडिसिटी हस्पिटल कुकुरहरू यताको कुकुरहरू कस्तो डराउँदैन है बाटो काट्नलाई गाडी आइरहेको हुन्छ टुङ 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 पारेर बिच बाटोतिरबाटै बाटो काटिरहेको हुन्छ कुकुरहरू हाम्रोमा पनि छ है एउटा कुकुर चाहिँ हेर्नु नि साथीहरू उहिलेको बकसहरू यस्तो हाम्रो घरतिर अनि बकसहरू बेच्न राखिरह यहाँ चाहिँ बाबा यो साझा बस त कत्रो लामो हो कत्रो ठुलो हो साझा बसमा हिँड्न चाहिँ आनन्द लाग्छ तर एकदम ढिला हिँड्छ साझा बसमा त नेटहरूको सुविधाहरू नि छ नेटको सुविधा नि छ आनन्दले हिँड्नु पाइन्छ तर साझा बसको हेर्नु न त्यहाँ फेन्सी पसल राम्रो यहाँ चाहिँ बिगमार्ट रहेको छ बिगमार्ट गाइज बिगमार्ट ओहो माता गीत पनि गाउन आउँदैन हौ गाइज मलाई त यहाँतिर चाहिँ फुलहरू रहेको छ हामी चाहिँ यहाँ हाउजिङ आइपुग्यौँ सालको पाता टपरी गाँसेर झुरे बिताउँछन् सबै हाँसेर माछी जलैमा दोहीमा क्या राम्रो साँच्चैको माछी जलैमा गाई चिया चाहिँ एटिएम लिएर अब मान्छेहरू चाहिँ यहाँनिर भइरहेको त्यही भएर हामी चाहिँ एटिएम आइपुग्यौँ टक्कै एटिएम आइपुगेको छ वाइट भिडियोमा मैले गरिरहेको छु के अरे पैसा निस्क्यो गाइस निस्क्यो हामी चाहिँ एटिएमबाट अब पैसा निकालेर नि यतिर बाटो लाग्यो यताबाट जानु पर्यो भनेर हिँडिरहेको गाइज अब यो बाटो जाने हो हामी चाहिँ सरर लाएर हिँड्नुपर्छ झिलिमिली जिल्ला
यहाँ चाहिँ बत्तीहरू हालिरहेको छ छिलिमिली छिलिमिली कुहिरे आउँदैछ कुहिरे गोरो मान्छे गोरे आउँदैछ गोरे 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 गाइस आज चाहिँ समोसा खाने भनेको समोसा चाहिँ क्यान्सल भयो रात परेर हामी पसल गएर है अब आज चाहिँ मासु भात खाने हो अब यो चल्लालाई नि चारो रात परेर चल्लाहरूलाई नि रात परेर यसरी कार्टुनमा राख्नुपर्छ यिनीहरूलाई नि परेर यहाँ यो दाना लिएर दिएको ठुल्ठुलो दाना जति सबै फालेर अनि के दाना खाने हो त बाबु नानी हो ओइ 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 कहाँ गएको उपत्रेहरू के भन्नुभयो के भयो खोइ चित्तीहरू थकै लागेर सुत्यो होला नि उठ भन्नु न नानी बाबुहरू कुन छोरा कुन छोरीहरू अहिलेको भिडियो आफ्नो एउटै मोबाइलबाट आफैले समातेर खिचिरहेको छु साथै हामी चाहिँ पानी लिन जानु पर्यो गाइस पानी सकिएको रहेछ अब पानी लिएर चाहिँ अनि नान बनाएर खाने हो यो पानी के खनाउनु गाग्रीमा अनि गाग्रीको पानी राम्रै त हो नि पानी चाहिँ खनाउनु पर्यो परबाट ल्याउँछौँ पानी चाहिँ कस्तो भन्दा हामी चाहिँ यहाँ घरकेटीहरू कोही बस्दैन के त्यही भएर यस्तोमा बसे हो यसो सागसब्जी पनि रोपेर खान पाइन्छ भनेर चाहिँ हामी यस्तोमा बसेको त्यही भएर यहाँ चाहिँ धारा छैन यिनीहरूको पानी चाहिँ छ यिनीहरूको पानी चाहिँ छ अनि पानी चाहिँ परबाट ल्याउनुपर्छ महिनाको 150 दियो भने जति पनि ल्याउन पाइन्छ जब पानी जानु हो हामी चाहिँ यस्तो अँधेरो भइसकेको छ पुरै अँधेरी रातको अँधेरो भइसकेको छ अँधेरो यस्तो अँधेरो यस्तो अँधेरो गाइज अब म चाहिँ पानी लिएर आइसक्यो पानी लिएर आइसकेको छु अब चाहिँ खाना बनाउँछु म चाहिँ अब खाना बसाल्न लागिरहेको छु साथीहरू आइज खाना के रे के तैँले भनिस् र के भनिस् मैले चाहिँ यहाँ खाना बसाइसकेको छु अब यहाँ मासु पकाउँछु ए झनै पानी पो हालेको छु म त तेल भने देखाउनु पर्दैन पछि पर्दै हामीलाई देखाउनु त्यस्तो म चाहिँ के हाल्छु भने मेथी हाल्छु है मेथी पुऱ्याउँछु तपाईँहरूलाई नजिक भइदिए फेरि अहिले क्यामेरा होला यहाँ फोकस त पर्दैन मेथी पुऱ्याइसकिसकेपछि प्याज हाल्ने प्याज राख्ने अनि प्याजलाई राखिसकिसकेपछि मजाले भुट्ने अनि प्याजलाई राखिसकेपछि बेसार राख्ने
अहिले पनि हाल्न आँटेको म चाहिँ मेरो स्टाइलले पकाउँछु गाइस। त्यो अनि प्याज भुट्ने अलिक बेसी मात्रै हाल्ने छ के लाग्दैन त किन लाग्दैन भनेको त प्याजलाई मजाले भुट्ने, प्याजलाई मजाले भुट्ने 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 मजाले भुट्ने प्याजलाई रातो हुने गरी भुट्ने। त्यसपछि बेसार राख्ने होइन। प्याजलाई मजाले भुटेपछि मासु राख्ने होइन। मासुलाई राख्ने आफ्नो स्टाइल हो। म चाहिँ यसरी नै पकाउँछु, मिठो हुन्छ। तपाईँहरू कसरी पकाउनुहुन्छ? अनि अहिले म बेसारलाई राख्छु। बेसार राख्छु, बेसार राख्ने, बेसार राख्ने अब मजाले फ्राई गर्ने। बेसार राखिसकेपछि मासुलाई मजाले फ्राई गर्ने अनि यसरी चलाउने। तपाईँहरूलाई कसरी पकाउनुहुन्छ? तपाईँहरूको स्टाइल पनि सेयर गर्नु होला। मासु पकाएको रेसिपी सेयर गर्नु होला है। म कसरी पकाउँछु अब पकाएर यसलाई एकछिन सोबाट लिएर आएको। अब म चाहिँ जिरा पिसिरहेको छु। जिरालाई चाहिँ मिची मजाले पिस्ने। यो जिरा पिसेर हाल्यो भने चाहिँ एकदम टेस्टी हुन्छ। अनि लङ सुक्ने पनि हाल्नुपर्छ। जिरा पिस्दैछु म चाहिँ जिरालाई मजाले मिची पिस्ने। मिची गाइस, मिची जिरा हाल्यो भने मासु एकदम टेस्टी हुन्छ नि त। जिरा पिसेपछि चाहिँ बल्ल लसुनहरू हाल्ने हो। अगाडि नै लसुन हाल्यो भने मैले चाहिँ मासुलाई पकाएर यतिको बनाएको छु। म चाहिँ ग्रेभी मनपर्छ, त्यही भएर ग्रेभी खानेवाला मान्छे आज चाहिँ ग्रेभी मासुलाई बुटेर अझै राम्रोसँग पाकेको छैन। अब यसमा टमाटर एड गर्नुपर्छ। अनि मेरो पेस्टहरू रेडी हुँदैछ। नाप्क्यो भाइ रेडी गर्दै हुनुहुन्छ मेरो हजुरले चाहिँ। मेरो हजुर साहब, हजुर के हो तपाईँको नाम भनिदिनुहोस् न। मेरो नाम शङ्खमूल। शङ्खमूल के? शङ्खमूल दवाडी। यस्तोमा पिसेको चाहिँ टेस्ट नै एकदम बेगल हुन्छ क्या। त्यही भएर एकदम टेस्टी त्यो हुन्छ। यहाँ चाहिँ यस्तोमा मिक्सरमा पिसी खासै ठिक लाग्दैन। त्यही भएर यस्तोमा पिसेर मनपर्छ। परदेशीको जिन्दगी यस्तै छ है हजुर। त यसरी नै पकाएर खान्छौँ। चिकन मसला नि छ। चिकन मसला नि एड गर्न सक्नुहुन्छ। यो मसला चाहिँ एकदम राम्रो हुन्छ है। यो मसला एकदम राम्रो हुन्छ। मेरो मासु चाहिँ अब पाक्न लाग्यो साथीहरू। धमाधम पाक्न लाग्यो गाइस। मासु चाहिँ यस्तो यस्तो भयो। अब चाहिँ ब्राइटनेस नि कम रह। यस्तो भयो मासुलाई। अब म के अरे एड गर्छु पेस्ट एड गर्छु। यो पिसेर रेडी गरेको छ। बुढोले पिस्दिनु भयो हो। अनि ग्रेभी हाल्ने हो लास्टमा चाहिँ। मासु अब पाक्यो हो। मेरो मासु त होइन, कुखुराको मासु चाहिँ पाक्यो गाइस। मलाई चाहिँ ग्रेभी मनपर्छ, त्यही भएर ग्रेभी बनाएको हो। ग्रेभी अनि यहाँ चाहिँ तातो पानी तताएको छु पिउनलाई। चिसो बढिरह नि त अहिले, त्यही भएर तातो पानी। खाना खाने हो, यतै खान्छौँ। खाना चाहिँ हामी 3 जना। खाना त्यसै पानी तताएको त यसरी हो। यसरी यता पछाडिबाट त उ भइहाल्छ। त्यहाँ अलिक जुम गर्न। खाना अब
म त तातो खाउँ भने घाँटी दुखेको जस्तो भइरहेको अहिले त्यही खाना मासु त एकै ठाउँमा हाल्दा हुन्छ ग्रेभी छ फोन आयो बोर्डकोमा हाल्ने हो फोन आयो रे तपाईँको कसले गर्दा दाइले गर्नुभयो क्या कि कसले बस्ने अब म चाहिँ तँलाई एकै ठाउँमा हुन्छ सर हुन्छ अरे त्यो पराउँछ नि त्यो मान्छे अस्ति शनिबारमा हाल्नु शुक्रबारमा हाल्नु भन्थ्यो अब अस्ति नै त्यसो भनेछ उसले त गरेर भोलि अर्को मान्छेकोमा हाल्दा उसले त्यहाँ निकाला फाटेदेखि नि उसले के त्यो माथि त्यसरी गर्नु हुँदैन क्या सबै त्यो पुरै त्यहाँ दशरथ भेनाकोमा पो हाल्ने भन्दै हुनुहुन्छ मम्मी दशरथ दाइको यता यता सरकारी यहाँ देखान आइज यता आइज न उसले उसको एकाउन्टमा आउँछ उसँग केस हुन्छ नि त त्यो मान्छेको त अब एकाउन्ट ब्याङ्कदेखि निकाल्नु पर्ने हुन्छ अरे अनि एकछिन भन्दा के गर्दै हुन्छ काममा नि त बेलुका नाइट भने ड्युटी कति छ स्वरमा देखाउनु त खाना रेडी भयो हाम्रो चाहिँ अब खाना खाने हो हामी खाना खाना आँटेको अघि फोन गरेको थिएँ तपाईँ औ यता चाहिँ भात खाँदैछ एकजना बुढी मान्छे यता चाहिँ बाजे हुनुहुन्छ एकजना बाजे टोपी ओढे ओ जेम्स जेम्स भात अब खाना लगाएको हामी चाहिँ खाँदै हुनुहुन्छ अब म नि खान्छु खाएँ लो गाइस अब म पनि खाएँ लो गाइस अब म नि मिठो छ